नमस्ते साथीहरू, आज हामी काठमाडौँबाट निकै नजिक रहेको सुन्दर ठाउँ चितलाङ घुम्न जाँदैछौँ। यहाँको नेचर, भिलेज भाइब, अर्ग्यानिक फुड अनि पिसफुल इन्भाइरोमेन्टको मजा लिन तपाईँ तयार हुनुहोस्। तपाईँहरू यो भिडियो अन्तिमसम्म हेरिदिनु होला साथीहरू। पिच रोड नभए नि बाटो चाहिँ हिँड्न सजिलै छ यताबाट त। अब पछि कस्तो हुन्छ हेर्दै जाउँ है साथीहरू। काठमाडौँको भिडभाडबाट टाढा चितलाङको शान्त बाटोतिर चिसो हावा खाँदै दुई दाजुभाइ अगाडि चाहिँ बाइक चलाउँदै हुनुहुन्छ र म पछाडि यसो भाइबको मजा लिँदै हेर्दै। पहिलोपटक गएको होइन, बाटो चाहिँ हामी दुइटैलाई थाहा छैन कि। अब अगाडि गएको साथीहरूलाई पनि थाहा छैन, पहिलोपटक घुम्न गएको। अब म्यापको इसारामा कहाँसम्म पुर्याउँछ हेर्दै जाउँ। टक्क हरियालीको भाइब्स लिँदै, नेचर, आहा कति मजा है। भिडभाड सहरभन्दा त कति हो कति, आहा नभ। अब आफू त गाउँमा हुर्केको मान्छे, गाउँमा त कति खाइन्थ्यो ऐँसेलीहरू, झ्याप ऐँसाले देखिएको कि रोडमा हिँड्दा हिँड्दा ट्याक्क अनि झरेर यसो ऐँसालो खाइदिएर कति मजा आउँथ्यो। गाउँघरमा हुँदा काफल, ऐँसेलु, तिलमुराहरू खाइन्थ्यो है। आहा गाउँको भाइबतिर आए कि कस्तो याद आइरहेको गाउँको मजा। गुगलको म्याप हेरेर गुगललाई विश्वास गर्नु त बेकार रहेछ यार। हामी कुन चाहिँ जङ्गलमा पुग्यौँ कि दुईचोटि एउटा ठाउँमा चाहिँ पुल रहन्छ अनि पुलमा पनि बाटो रोक्यो, त्यता बाटो घुमघाम गरेर कहाँ बाटो है यहाँ आइपुग्यो, बल्ल सही ठाउँमा आइपुगेर अनि हामीहरू। गाउँको रोड त एकदम पिच पनि राम्रो पनि है, अनि पुरानो घरहरू है, अनि त्यहाँ मकै झुन्डाको आहा पुरानो घर, नयाँ पनि बन्दै रहेछन्, अनि करेसाबारीहरू टक्क गाउँको फिल के। गाउँ त आखिर गाउँ नै हुन्छ नि त। हामी गाउँलेहरू अनि मन्दिर है टक्क। हामीभन्दा अगाडि गएको साथीहरू चाहिँ अलि अगाडि जाँदैछन्, तिनीहरूलाई पनि थाहा छैन, बाटो सोध्दैछन्। अब हामी झर्ना के यहाँ हेर्ने, कुलेखानी कुन ठाउँ छ भन्दैछ, हामी अब सब हेर्न जाँदैछौँ। अब अगाडि कहाँ पुग्यो थाहा छैन। टक्क करेसाबारी, आहा घरहरूको दुई दाजुभाइ गफ गर्दै टक्क हिँडिरहेको छ। कहाँ पुग्यो त साथीहरू एकछिन। साथीहरू त टक्क अगाडि बसेर चितलाङ लेखेको बोर्ड रहेछ, ट्याक्क त्यहाँ फोटो खिच्नलाई उभिरहेको रहेछन्। अब ल फोटो टक्क हानियो अनि आमामामा कति राम्रो ठाउँ हो यार। आहा हेर्दै मन नअगाउने के, कति राम्रो यार। आहा लामो दूरी पार गरेपछि फाइनली गाइस कुलेखानी हेर त। आहा कति राम्रो। कुलेखानीमा टक्क बोटमा सरर जाँदै थियो। अब बोटमा त हामी पुग्ने नै छौँ साथीहरू। अब ब्रिजमा पनि पुगियो, पुलमा बसेर टक्क फोटासोटा पनि खिचियो, अलि यसो भिडियो सिडियो बनाउनु पऱ्यो यार। यो पुल जाँदा ठ्याक्क खोला आइपुग्यो। दाइ त जहाँ सक्दैन झर भन्नुहुन्थ्यो, ए दाइ पच्काउनुहोस् भनेको त दुइटै दाजुभाइ पुरै खोलामा पुरै बाइक डुबेर दाइको जुत्ता रुजेर, मेरो त खासै रुजेन, टक्क जसो तसरी पारी कटाइयो। खोला त कटियो, तर पनि मोहनी झर्ना जाने बाटो थाहा छैन हामीलाई। अब कहाँ होला भन्ने हेर्दै सोध्दै, कोही मान्छे भए त सोध्ने, न त एका ठाउँतिर लाग्ने अर्कोतिर लाग्ने। टक्क यो कुलेखानीको भाइब्स लिँदै अगाडि साथीहरू पनि जाँदैछन्। टक्क हेर्दै हामी दुई दाजुभाइ यसो बिस्तारै चलाउनु भनेको थियो, बिस्तारै चलाएर जाँदैछौँ है हामी। अब सरप्राइज फाइनल झर्ना पनि। यी झर्ना देख्ने बित्तिकै खुसी भइयो। अब आफू त गाउँघर खोला नालामा पुरै पौडेको मान्छे, झर्ना हेरेको खुसीले आफै गदगद भयो। अनि गदगद भएर मलाई त खुसीको सीमा नै थिएन। म केटीहरू त्यहाँ टक्क टिकटक सिकटक बनाइरहेको थिएँ। मान्छेहरू पनि यता भिडभाड त हुँदो रहेछ, मान्छेहरू स्विमिङ गरिरहेको थिए, कोही तल गरिरहेको थियो, कोही माथि गरिरहेको थियो। हामी पनि टक्क के छ र हामी पनि स्विमिङ गर्न जाउँ न भनेको मोबाइल लिएरै म पनि छिरिहालेँ त्यो झर्नामा, पानी जम्मा भएको ठाउँमा। अनि साथीहरू पुरै रमाइलो गरेर आएको थियो। अनि मैले आउने बित्तिकै भिडियो बनायो भनेर खुसी भएर रमाइलो गर्न थालिहाल्यो नि साथीहरू। रमाइलो भयो अनि फोटासोटा पनि लिनुपर्छ है भनेर पुरै एकछिन त्यहीँ रमाइलो गरियो। अब भ्लग बनाएको देखेर त साथीहरू यताबाट उताबाट खुम्चिएर तलबाट माथिबाट साथीहरू पुरै आउनु पऱ्यो भनेर यसो ज्यान फुलाउँदै रमाइलो गर्दै साथीहरू पुरा झर्नाको मजा लिँदै। झर्नामा त पौडी खेलियो, घुम्यो। झर्नामा त घुमेर हुन्छ त। अब यहाँ बोटिङ गर्नु परेन, बोटिङ पनि गरियो। तर बोटिङ गर्दाखेरि यता चाहिँ छिटो ल्याउनेलाई 500 दियो भने छिटो लग्दो रहेछ, जति पनि लग्दो रहेछ। 400 चाहिँ टिकट रहेछ भने हामी 500 दिएर ल हिँडिहालौँ भने टक्क मजा आयो यार। जे होस् 10-15 मिनट घुमियो, यस्तो मजा आयो नि सरर घुम्दै भिडियो बनाउँदै। केटाहरू खुसी छन् फोटो हान भन्ने। आज म त केटाहरू भ्लग बनाउँदैछु, भ्लगमा आउँछौ तिमीहरू भनेर टक्क आफ्नै पारामा भ्लग बनाएर हिँडियो।
ए साथीहरू त पुरै यार ओहो आफ्नै भिडियो मात्र निकाल्छस् भनेर हाम्रो निकाल भनेर टक्क तिनीहरूको पनि निकालिहाले। अगाडि चाहिँ एउटा लेडिज थियो अनि हामी चाहिँ 4 जना हामी थियौँ, एकजना चाहिँ अर्को कहाँको मान्छे हुनुहुन्थ्यो। अनि मेरो पनि निकाल भनेर लागेको लागै थियो। मैले सबको निकालिएको छु यार, आउँछ चिन्ता नगर्न यार, तेरो पनि आउँछ भनेर ड्राइभरको दाइको शुद्ध निकालिदिने मान्छे तिम्रो नआउला त भन्यो। अनि अर्को दाइ मेरो निकाल भनिदिन्थ्यो अनि उहाँको पनि निकालिदिएँ। एकैचोटि घुमाएको थियो के। अनि कस्तो यार धुरन्धर मुभीमा जान्छ नि त्यस्तो फिल दिइरहेको के। ए केटाहरू ल सररररररररर भनेर त्यता घुमेर कम्तीमा 4 बजिसकेको थियो। अब हामी टक्क फर्किनु पऱ्यो भनेर उही बाटोमा फर्किँदै थियौँ। हामीले अघि यता बाटो घुमाएको थियो क्या, यो बिचमा यो छ नि यसरी घुमाएको थियो। कुरा गरेँ अघि नै यसरी नै घुमे होइन त भनेर कुराकानी गर्दै टक्क अगाडि बढेका थियौँ। बोट हेर्दा पनि मौनी झरना घुमियो, कुलेखानीको बोटिङ गरियो। अब हामीले जान बाँकी भनेको चाहिँ त्यही भेडा फार्म रहेछ। भेडा फार्म पनि सोध्दै गएको। भेडा फार्म पनि अलि बर्खियामा चाहिँ हरियाली हुँदो रहेछ, अलि चाहिँ हरियो कमै छ, तर पनि एकदम मजा आयो। साथीहरू पनि सँगै थिए। अब सब फोटो लिउँ भनेर कुरा गर्दै थिएँ। ए आफू त के कहूँ यार, भ्लग बनाउँछु भनेर हिँडेको मान्छे हो, भ्लग त बनाउनु पर्यो। साथीहरू झोला झुम्टो गर्दै थिए, म चस्मा लाउँदै खोल्दै यसो टक्क भिडियो गर्दै भेडा फार्म वरिपरि टक्क देखाएँ। हामी एक रात चाहिँ त्यहीँ चितलाङकै होटेलमा बसेका थियौँ। चितलाङको होटेलको कोठाबाट टक्क यसो भिडियो बनाउँदै बिहानी कति खुसी भइन्छ यस्तो हरियाली देख्दा त यार। अब काठमाडौँबाट बाहिर झ्यालबाट बाहिर हेर्दा त घरहरू देखिन्छ, यताबाट हेर्दा टक्क हरियाली, हावापानी पनि त्यस्तै। वाउ, एक दिन उतै बिताइसकेपछि अब त लाग्नु पर्यो यार काठमाडौँतिर। अब कुराकानी गर्दै टक्क लागिहाल्यो हामी आफ्नो गन्तव्यतिर। अब जहाँ आउनु पर्यो यार, काठमाडौँ आखिर आउनै पर्यो। त्यहाँ समयले पनि भ्याइसक्यो, अब त्यहाँ बसेर पनि काम छैन। टक्क अब 2 दाजुभाइ फेरि काठमाडौँ रिटर्न भयो। ए रमाइलो कुरा गर्दै पुरै भाइब्स मजा लिएर दाजुभाइको ढक्क मजा आयो। फर्किँदा चाहिँ एकदम रमाइलो तरिकाले फर्कियो। यो भिडियो कस्तो लाग्यो साथीहरू? यस्तै ब्लगहरू बिस्तारै आउँदै गर्छन्। लाइक, कमेन्ट अनि सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।